ल आज छत्रकोट चोइगाउँमा हाम्रो पदम प्रसाद पोखरेल सर जिप लाइनको पहिलो अनुभव गर्दै हुनुहुन्छ कस्तो लागिरहेको तपाईँलाई एकदम प्रफुल्लित छु सर म त प्रफुल्लित मुटु बाहिर त निस्क्यो होइन के मुटु बाहिर निस्क्यो भने त सकिहाल्यो नि सम्झ अरे यार मुटु त भित्र राख्नु पर्यो नि आउन अब चढ्या मान्छे त्यस्तै त होला जस्तो त्यसो भए 1 किलोमिटर जिप लाइन हान्न रेडी भयो 1 किलोमिटर भन्दा बढी छ क्या देखा त 1100 भनौँ न 1100 मिटर लगभग त्यहाँबाट यहाँ आइयो हैन 1100 मिटर जोड्ने हैन नि सर नवीन सर चाहिँ दोस्रो लटमा चाहिँ नवीन सर रेडी हुँदै हुनुहुन्छ 1080 जिप लाइनमा यसको लम्बाइ चाहिँ 1080 फर्स्ट लटमा सर देवीस्थान माविबाट आइयो चोइगाबाट अब हामी जिप लाइनमा इस्मा गाउँपालिका वडा नम्बर 2 श्री देवीस्थान माध्यमिक विद्यालयको टोली यहाँ गुल्मी दरबार छत्रकोट गाउँपालिका चोइगामा अवस्थित यो जिप लाइनको चाहिँ पहिलो अनुभव लिन गइरहेको छौँ हजुरहरूले हेरेर सहयोग गर्नु यहाँ रेडी पोजिसन हुँदैछ भिडियो राख्ने बेला भनौँ लागेर हैन को जाने ल विष्णु सर तपाईँ लैजानु के ल तिम्रो यादै अलि भो के छ सेल्फी स्टिक ल्याउनुस् गुरु एकदम अब रेडी पोजिसनमा ट्याक्का लाएर चाहिँ सर 50 को स्पिडमा हिँडेर यहाँहरुको फेसले के भन्छ अहिले यहाँहरुको भिडियो हेर्छु थाहा हुन्छ कहाँको फेसले बिचमा आएपछि त एकदम फिलिङ कस्तो हुन्छ फिलिङ हाम्रो विष्णु सरको है 1300 नम्बरमा विष्णु सरको हामी रेडी अवस्थामा छौं एकदम हेरौ कस्तो हुन्छ पहिलो अनुभव जिप लाइनको पहिलो अनुभव लिँदै हुनुहुन्छ सरले हामी सबै पहिलो अनुभव हो नवीन सर पहिलो हैन पहिलो पनि पहिलो यो कसको यो जकेट चाहिँ खोल्न त पर्दैन हैन जाडोको समयमा सरको पहिलो अनुभव मनमा चाहिँ डर चाहिँ लागेको छ है सरलाई डर लागेको छ यहाँको फेसले चाहिँ बताएको छ कि नर्भस चाहिँ हुनुभएको छ सर है तर विष्णु सर चाहिँ धेरै नर्भस हुन छ उहाँको फेसले बताएको छ नडराउनु मनोबल चाहिँ कम नबनाउनु मस्त रमाइलो हुन्छ हामी त हिट्यो सररले तुइले चढेर सके टुरिस्ट जस्ता हुन ल साथीहरु हामी जिप लाइनको लागि रेडी अवस्थामा छौं यो गुल्मी जिल्ला छत्रकोट गाउँपालिका चोइगामा अवस्थित यो जिप लाइन 1080 मिटरको जिप लाइन तयार गरिदिन्छौँ हामी यहाँ सम्पूर्ण सहकर्मी साथीहरु हुनुहुन्छ विद्यार्थी भाइ बहिनीहरु हुनुहुन्छ हाम्रा अनन्य मित्रहरु पनि यही सम्पूर्ण हुनुहुन्छ यो पहिलो अनुभव हो जानी चाहिँ यो तार देख्नुभयो है सर्ट यो लाइन यो तारबाट पारी हाम्रो डेस्टिनेसन चाहिँ हो त्यो बजारनेर चाहिँ हाम्रो ल्यान्ड हुनेछ यो भिडियोको सबै सामाजिक सञ्जालमा देख्न सक्नुहुनेछ हामी यस्तो अवस्थामा छौँ यहाँ सम्पूर्ण भाइहरु पनि रेडी हुन्छ विशु सर अलि ह्याप्पी मोडमा है सर ल हाम्रा शुभचिन्तक सम्पूर्ण साथीहरुले हेरेर सहयोग गरिदिनु होला धन्यवाद हेलो साथीहरु हामी रेडी अवस्थामा छौं जिप लाइनको लागि यहाँ सम्पूर्ण साथीहरु हुनुहुन्छ शुभचिन्तक हुनुहुन्छ विद्यार्थी भाइ बहिनी हुनुहुन्छ हाम्रा सहकर्मी मित्रहरु हुनुहुन्छ यो जिप लाइनको पहिलो अनुभव भएर हामीले के नगरे जस्तो छ मान्छेले धेरै ठुला काम गरिसके चन्द्रमामा घर बनाए हामी यहाँ तुइन नचढ्या मान्छे जिप लाइन चढ्दा धेरै अनुभव के अरे अनौठो मानेर हो ल साथीहरु हामी जिप लाइनको यात्रामा रेडी भएका छौं है ल पहिला मेरै टर्न आयो ल यहाँ बस्ने हो ल फर्स्ट माथि नछोड्नलाई हिँड्ने भएर ल चोइगा देवी माताले रक्षा गर्नु होला
जयकार होस् हामी सबैको। यहाँको व्यवसाय फलोस् फुलोस् फर्स्ट आओस् सधैँ आउन पाइयोस्। राम्रो आहा ल हामी रेडी अवस्थामा छौँ। पहिलो ट्रिप मैले यहाँ पदम सर भनेर कुरा आयो, म त्यही भएर ड्याममा आएर बसिसकेँ। केला अलि ढिला भयो जस्तो लाग्यो नि मलाई त। केही जाने हो होइन क्या पछाडि लक यो माथि छोपेर जानुहुन्छ। ए यो छोडिदिने हो एउटा यसरी अड्डिने हो। ल कहाँ आउने बान्ने एउटा रसिलो मलाई थाहा छ यसले 2200 केजी। ल ल यहाँ ल उहाँ बिच आएपछि यो छोडिदियो नि केही भएन नि। म यसो घुम्दिनँ माथि टाउको ठोकेर माथि नछप्नलाई हुन्छ। माथि ल साथीहरू है। ल ल रेडी छु। ल त्यो उ नगरौ न ल ल फेरि वारमा नलाउनु होला त्यो भिडियो बनाउँदा यो तारतिर खाल गर्नु ल न केही गर्नु पर्दैन है। ल तपाईको शुभ नाम भन्नुस्। ल मेरो नाम पदम प्रसाद पोखरेल, मालारानी 4 अरगाँची। एउटा गुल्मीको जिपलाइन गुल्मीको जिपलाइन पहिलो अनुभव। ल फर्स्ट टाइम ल चढ्दै मलाई हस् इन्जोय हस् ल हस् गर्नु। रेडी। हेलो ल धन्यवाद। ल आइयो 1080 मिटर दूरी पार गरेर ल क्या आनन्द आयो मलाई त। 1% त्यो डर भन्ने कुरा त कि जातै आएन। ल 1080 मिटरको जिप लाइन पुरा गरेर यहाँ अवतरण भयो साथीहरू। गुल्मी जिल्ला छत्रकोट होइन, यो छत्रकोट गाउँपालिका कति नम्बर पर्छ सर? यो 3 नम्बरमा अवस्थित चोइगा जिप लाइन। ल हजुरहरू धेरै धेरै धन्यवाद छ हेर्नु होला। हजुरहरू पनि जहाँ कहीँबाट भए पनि यो गुल्मी जिल्लामा आउनुभयो भने यो पहिलो अनुभव राम्रो। यहाँ सेवा सुविधा अनि जिप लाइनको कस्ट पनि सस्तो रहेछ अन्यत्रको कुरा गर्दाखेरि। ल हस् धन्यवाद।